हेलो साथीहरू नमस्कार। हैन आज आइतबारको दिन छुट्टी आनन्दले अब मौसम पनि चिसो चिसो भइरहेछ आजभोलि। अनि अब कति भात खाइराख्नु भनेर अनि हैन अब जहाँ इच्छा त्यहाँ उपाय भनेर मैले चाहिँ आज पिठो ल्याएँ माडबाट। अनि रोटी बनाउनु पर्छ भनेर रोटी बनाउनलाई पिठो मोछेर पनि टक्क बेल्न सुरु गरिहालेँ मैले त्यही। तर खासै गोलो रोटी बनाउनु त आउँदैन है। अब कस्तो छ रोटी अब कमेन्ट गर्नु होला हेर्दै गर्दाखेरि। अनि म चाहिँ यसरी रोटी बेल्दा बेल्दा अब चाहिँ आफू पनि देखिनु पर्यो जस्तो लाग्यो। अनि टक्क आफू पनि हैन देखिँदै रोटी बेलिरहेछु। फेरि अझ बिचमा गुनगुनाउन पनि मन लाग्छ एकचोटि कता कता। अनि सर चाहिँ यसरी हैन हेर्दै फेरि क्यामेरामा हेर्दै बेल्दै अनि गुनगुनाउँदै गीतमा हैन बस यसरी चाहिँ मैले रोटी बेलेँ। यो रोटी बेल्दै गर्दाखेरि अब झ्याउला अब रोटी बेलेर जम्मा गरेर त पकाउनु पर्यो। अनि गएँ अनि पकाउनलाई गएको पाकाउँदाखेरि त त्यहाँ त अनि डढिहाल्दो रहेछ। ग्यासले भोल्युम त बढी भएछ। त्यो हुँदै गर्दाखेरि अनि मैले पछि चाहिँ दोस्रो पटक राम्रो रोटी बनाउँछु भने रोटी फेरि मलाई फुलेको मनपर्छ कि गाइस। अनि टक्क होइन दामी मिठो रोटी बनाएँ नि त मैले। अनि त्यो पकाउँदै गएँ धेरै रोटी पाक्यो। त्यस पछाडि खानालाई बसिहाल्यौँ हामी। अनि टक्क अनि चटनी होइन अनि दही अनि हरियो तरकारी थियो। त्यस पछाडि यो रोटीहरू टन्न भयो तर डढेको क्या पछाडि त डढिहाल्यो नि। अनि त्यो डढेको रोटीहरूसँग टक्क खाइयो यस्तो मजा। धन्यवाद है।